नमस्ते। नेपालको पर्यटन क्षेत्रमा एउटा ठूलै हलचल मच्चिन लागेको छ। लगानीकर्ताहरूले 6 अर्ब रुपैयाँ भन्दा पनि बढीको पुँजी खन्याउने तयारी गर्दैछन्। आज हामी यही 16वटा कम्पनीहरूको विशाल आइपिओ लहरलाई केलाउँदैछौँ। ल, अब मैदानमा उत्रिएका ती 16 खेलाडीहरूतर्फ लागौँ है त। यी सबै कम्पनीहरू अहिले नेपाल धितोपत्र बोर्ड मतलब सिबोनको गो अहेडको लागि कुरिरहेका छन् र यिनीहरूले नै बजारमा त्यो 6 अर्ब रुपैयाँ भन्दा बढीको अवसर सिर्जना गर्दैछन्। ल, अब सबैको मनमा लागेको प्रश्न को हुन् त यी 16 कम्पनीहरू? आउनुहोस्, यिनीहरूलाई हामी 3वटा समूहमा बाँडेर हेरौँ ताकि बुझ्न सजिलो होस्। ल, पहिलो लहरमा छन् 5वटा कम्पनीहरू। यिनीहरू चाहिँ आइपिओको दौडमा सबैभन्दा अगाडि छन् जस्तो देखिन्छ। को हुन् त हेरौँ न। यो पहिलो ग्रुपमा हेर्ने हो भने विभिन्न साइजका लगानी अवसरहरू छन् है। एकातिर अन्नपूर्ण केबल कार र आँकामा होटेलले झण्डै 43 करोडको ठूलै आइपिओ ल्याउँदैछन्। अर्कोतिर एपेक्स हस्पिटालिटी र ठमेल प्लाजा होटेल छन् जसले करिब 22 करोडको निष्कासन गर्दैछन्। र एउटा साझा कुरा के छ भने यी सबैले अङ्कित मूल्य अर्थात् 100 रुपैयाँमा नै सेयर ल्याउने योजना बनाएका छन्। अब लागौँ दोस्रो लहरतर्फ, जसमा 6वटा कम्पनीहरू छन् र यो समूहमा एउटा कम्पनी अलि विशेष छ किनकि त्यसले अलि फरक मूल्यमा आइपिओ ल्याउँदैछ। यो कुरा निकै रोचक छ है। यो दोस्रो ग्रुपमा पनि हेर्नुहोस्, 15 करोडदेखि लिएर झण्डै 38 करोडसम्मका आइपिओहरू छन्। तर यहाँ सबैको आँखा परेको नाम हो श्री एयरलाइन्स। किनभने अरू सबैभन्दा फरक यसले आफ्नो 100 रुपैयाँको सेयरमा 100 रुपैयाँ प्रिमियम थपेर प्रति किता 200 रुपैयाँमा बेच्दैछ। यो प्रिमियमले के देखाउँछ भने कम्पनी आफ्नो भ्यालुएसनमा कति ढुक्क छ भन्ने हो र यसको कुल निष्कासन 1 अर्ब 26 करोड यो पुरै लिस्टकै सबैभन्दा ठूलो हो। र अब यो दौडलाई पूरा गर्ने पालो आयो अन्तिम 5 कम्पनीहरूको। हेरौँ यो फाइनल ग्रुपमा को छन्। यो अन्तिम समूहमा पनि लगानीको राम्रो विविधता देख्न सकिन्छ। एकातिर होटल पार्कल्यान्ड छ 15 करोडको सानो आइपिओसँग। अर्कोतिर बुढानीलकण्ठ हेरिटेज जसले झण्डै 50 करोडको ठूलो निष्कासनको तयारी गरिरहेको छ। र अघिल्ला समूहहरू जस्तै यहाँ पनि सबैले 100 रुपैयाँकै अङ्कित मूल्यमा सेयर जारी गर्दैछन्। ल, हामीले सबै 16 कम्पनीहरूको बारेमा त थाहा पायौँ, तर अब सबैभन्दा ठूलो प्रश्न, यो रेसमा फिनिसिङ लाइन सबैभन्दा पहिले कसले पार गर्ला भन्नुको मतलब कसले चाहिँ पहिले स्वीकृति पाउने चान्स छ। यदि यो एउटा दौड हो भने 3वटा खेलाडीहरू फिनिसिङ लाइनको सबैभन्दा नजिक देखिन्छन् है। ती हुन् एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केबल कार र आकामा होटल। स्रोतहरूले के भन्छन् भने यिनीहरूले सबैभन्दा पहिले स्वीकृति पाउने सम्भावना एकदमै बलियो छ।